स्टार्टिङ हालिहाल्छु नि सबभन्दा धेरै खान्चुहरू चाहिँ यो दुईजना रहेछ हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल अनि फेरि आइसकेँ म चाहिँ नयाँ भिडियो लिएर वेलकम छ माई न्यू ब्लग गाइस सबजनालाई र जति पनि च्यानलमा नयाँ जोडिनु भएको छ सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला त्यही हो गाइस र आज चाहिँ आफ्नो बेलचा बोकेर निस्किसकेको छौँ हामी हाम्रो गाउँठाउँ आफै बनाऊ भन्ने अभियानमा हामी चाहिँ आज रोड बनाउन हिँड्दै गरेको जाँदैछौँ हाम्रो गाउँको रोड बनाउनलाई बर्खा लागेको छ गाडी फसिन्छ अनि सोलिङ आउनुपर्ने छ 50,000को टेन्डरमा घर प्रत्येक मान्छे आएर हामी चाहिँ आफ्नो गाउँमा आफै बनाउने अभियान चलाउ अनि घरदेखि अलिक परतिर यस्तै सोलिङ आउनुपर्ने हुन्छ मेरो चाहिँ ढुङ्गाहरू फुटाउने हो अनि यस्तो यहाँ ढुङ्गा बोकाइमा चाहिँ हिजो काँध पिल्सिने गरी होइन झाम्ले यतैतिर हो पुरै हिजोको काम गरे हो ओइ ओइ सन्जिता कुरा यसले पनि भिडियो पोस्ट गर्नु थालेर त्यो पनि गाना पनि कस्तो हो यार सरोज गर भने त्यही त खासमा चाहिँ सरोज गरमा चाहिँ हो दाइ हजुर यो अलिक धेरै भएको होला त उया उयो यहाँ लाग्दै अरे क्या हो माथापट्टि त खिच्यो नि ठिकै छ माथापट्टि त्यो ग्राउन्डमा होला हैन ग्राउन्ड के त कान्छा यसको नि निस्केको थियो त हिजो हैन मारे नि हाल्छ अहिले
बोल्नु त एकदम पाल्दैन बोलिहाल्छ है यो चाहिँ मैले अब रिल गरेँ ल यो यतिको त हुनु पर्यो नि त म नि हर्क साङपाङको आफ्नै मान्छे पर्छु क्या त्यही भएर देखाइदियो नि सबभन्दा धेरै खान्जुहरू चाहिँ यो दुईजना रहेछ यो त चिया र अर्को चिया रहेछ के हो सो गाइज अनि हाम्रो चाहिँ काम सक्यो पानी पनि पर्यो अनि छुट्टी पनि भइसकेको छ अनि म चाहिँ घरमा आइसकेँ अब फ्रेस हुनुपर्ने हुन्छ रेडी अब फ्रेस भएर अनि सुत्नुपर्ने हुन्छ आज धेरै थाकेको छ त्यही हो गाइज त्यति भन्दै गाइज आजको भिडियो चाहिँ यहीँसम्म यति नै अनि त्यही भन्न चाहन्छु ओके गाइज बाई बाई नेक्स्ट भिडियोमा भेटौँला ओके बाई बाई